हे गाइज वेलकम टु माई न्यू ब्लग। म शुभराज कार्की। आज बिहानै उठिसकेँ। बिहान किन उठ्यो भन्नुहुन्छ भने मैले हिजोको ब्लगमा भनेको थिएँ नि त आज म स्कुल जाँदैछु भनेर। भ्युज त आउँदैन ब्लगमा, त्यही पनि हार त मान्नु भएन नि, त्यही भएर मैले यो ब्लग पनि बनाएँ। मैले ब्रुस गरिसकेपछि मुखसुख धोएर म गएँ आफ्नो कोठातिर लुगा लगाउन। लुगा त खास गरी कोट प्यान्ट जुत्ताहरू हो, तर यस्तो गर्मीको समयमा लाउन सकिँदैन नि त, त्यही भएर मैले सर्ट प्यान्ट जुत्ता लगाएर स्कुल हिँडेँ। साथी पनि आएको थियो अनि साथी र म स्कुल गयौँ। देख्न सक्नुहुन्छ हामी आधै बाटोमा आइसक्यौँ। यो पिच रोड हो, मेन रोड हो। एकछिन पछाडि हामी स्कुल पनि पुग्यौँ। देख्न सक्नुहुन्छ यो मेरो स्कुल हो। हामी बिस्तारै तलतिर तर्दै गयौँ हाम्रो मेरो भवनमा। यो 5 to 10 पढाइ हुने ठुलो भवन हो। हाम्रो भवन पर हो म पढ्ने, यो म पढ्ने 11-12 पढाइ हुने भवन हो। म आफ्नो भवनमा आइसकेँ। यो तलतिर देख्नुभएको हाम्रो स्कुलको होम ग्राउन्ड हो। मेरो साथीहरू त्यहाँ बसिरहेको छ, 2 जना एकदम लजालु टाइपको छन्। साथीहरूसित गएर मैले हात मिलाएँ। साथीहरू क्यामेरामा आउन लजाइरहेको थिएँ, मैले हात पनि मिलाएँ। अनि हामी लाग्यौँ कोठातर्फ क्लासमा। साथीहरू लजाए पनि आफू त लजाउनु भएन, यो त मेरो ड्रिम हो ब्लगर बन्ने। अनि मैले त्यहाँबाट नि सुरुवात गरेँ। कोठामा गएको त आज त कोही पनि आएको रहेनछ, 2-3 जना केटी अनि हामी 2-4 जना केटाहरू थियौँ। अनि हाम्रो पढाइ 2-3 घन्टी सकेपछि 1 घन्टी खाली थियो। अनि हामी माथि टेरेसमा गयौँ। टेरेसमा गइसकेपछि एकछिन यताउता घुमेर हामी गयौँ क्यान्टिनमा चिया खान। अब हाम्रो चिया खाएर हाम्रो लगभग हाम्रो कलेज पनि सिद्धियो। अनि हामी घर फर्क्यौँ। घर फर्किने क्रममा साथीको कपाल काट्ने भन्यो र साथीको कपाल काटेर फेरि पनि अर्को साथीको त्यहाँ काम रहेछ बचतमा, अनि साथीको काम पनि गर्न गयौँ। फाइनली काम पनि सक्यो र हामी होटेलमा गयौँ खाजा खानलाई। साथीले खुवायो डोनर। अनि हामी घर फर्क्यौँ। थ्याङ्क यू सो मच माई वाचिङ माई ब्लग। ब्लग मन परेमा सब्सक्राइब गरिदिनु भयो। अब मिल्छ हामी अर्को नेक्स्ट ब्लगमा।